Namaskar, welcome back to the new video of Nepal Real Estate Solution. This is your host Riza. Chowdara ललितपुरमा रहेको यो ब्रान्ड न्यू डुप्लेक्स हाउस अहिले सेलको लागि अवेलेबल छ। लोकेसन वाइज हामी चापागाउँबाट भातभटिनीबाट 2 किलोमिटर र इसीमोडबाट 1 किलोमिटर जतिको मात्र डिस्टेन्समा रहेका छौं। नाउ टकिङ अबाउट द एन्टायर साइट, टोटलमा हाम्रो 4 आनाको ल्यान्ड एरिया रहेको छ। घर भने साउथ फेसिङ गरेको छ। घर अगाडिबाट हजुरले 13 फिटको वाइड रोड एक्सेस पाउन सक्नुहुन्छ। मेन गेटबाट एन्टर गर्ने बित्तिकै दिस इज योर कार पार्किङ। यहाँ प्रपरली हजुरले दुईटा गाडी र केही बाइक्सहरु एडजस्ट गर्न सक्नुहुन्छ। घरको साउथ ईस्ट पोर्सनमा एउटा ब्युटिफुल वाटर फाउन्टेन पनि डेकोरेट गरेर राखिएको छ। अब डुप्लेक्स घर हो, सो हाम्रो ग्राउन्ड फ्लोरमा 1 BHK को लेआउट रहेको छ फर रेन्टल स्पेस। ग्राउन्ड फ्लोरको लागि सेपरेट एन्ट्रान्स पनि छ। त्यहाँ चाहिँ एउटा बेडरुम छ, त्यसैगरी एउटा कमन बाथरुम छ, ओपन लिभिङ हल छ भने मोडुलर किचन डाइनिङ सेटअप पनि छ। अब त्यो स्पेस चाहिँ हल्का मेसी छ, भर्खरै नयाँ बनेको घर हो, त्यो सबै क्लियरेन्स गर्न बाँकी छ त्यहाँ सामान। ग्राउन्ड फ्लोरबाटै पछाडि जानको लागि एउटा डोरवेको एक्सेस पनि रहेको छ। हाम्रो ब्याक साइडमा एउटा इनारको पनि सेटअप छ। माथि चाहिँ टोटल 4 BHK को लेआउट रहेको छ। 4वटा बेडरुम छ, एउटामा अट्याच बाथरुम छ, 2वटा कमन बाथरुम छ भने ब्युटिफुल ओपन लिभिङ हल र मोडुलर किचन डाइनिङको सेटअप पनि छ। सो दिस वाज जस्ट अ शॉर्ट डिस्क्लेमर अबाउट द प्रॉपर्टी। नाउ लेट्स हेड ऑन टु द इंटेरियर फॉर द डिटेल टूर अफ द हाउस। अब यो डबल प्यानल वुडन डोरवेको मेन इन्ट्रान्सबाट हामी घरभित्र एन्टर गरिसकेका छौँ। सो दिस इज आवर स्मल लबी स्पेस। स्टेयरकेसको मुनि एउटा सानो क्याबिनेट पनि एलोकेट गरेर राखिएको छ। अब तपाईहरु त्यसलाई एज अ शू र्याक युज गर्न सक्नुहुन्छ। अब यो एल शेप मार्बल स्टेयरकेसको थ्रुबाट हामी सिधै माथि फर्स्ट फ्लोरमा एन्टर गर्छौँ। So this is our first floor level. फ्लोरिङको कन्टेक्स्टमा मजाले मार्बल टाइलिङ गरिएको छ र भर्याङबाट उक्लिने बित्तिकै ठ्याक्कै साइडमा हाम्रो फर्स्ट बेडरुम छ। सो यो चाहिँ हाम्रो माथिको फ्लोरको पहिलो बेडरुम भयो। अब एकदमै सटल इन्टेरियर छ रुमको, एकदम मजाले पोलिस्ड वुडन पार्केटिङ गरिएको छ फ्लोरमा। माथि सिलिङको इन्टेरियर पनि एकदमै मिनिमल एलिगेन्ट छ, प्रपरली लाइटिङ गरिएको छ। अब यहाँ चाहिँ हाम्रो हल्का 3D वल इन्टेरियर गरिएको छ भने यो पोर्सनमा हाम्रो विन्डोको एक्सेस छ, यहाँबाट प्रपरली लाइटिङ पनि एन्टर भइरहेको छ। सो द्याट्स इट। अब हामी यहाँबाट हाम्रो नेक्स्ट स्पेसमा जाँदैछौँ। त्यो बेडरुमबाट निस्किने बित्तिकै यो भयो हाम्रो दोस्रो बेडरुम। सो दिस इज आवर सेकेन्ड बेडरुम। यो बेडरुमको पनि सिमिलर काइन्ड अफ नै लेआउट छ। सो एकदमै बेबी ब्लू शेडको वल कलर छ भने यता हाम्रो प्रपरली सिलिङमा पनि मजाले लाइटिङ गरिएको छ, पार्केटिङ मजाले गरिएको छ। यहाँ हाम्रो वाइड विन्डोको एक्सेस छ, यहाँबाट लाइटिङ पनि मजाले भइरहेछ भने विन्डोमा ग्रिल पनि लगाइएको छ फर द्याट सेफ्टी टच। सो द्याट्स इट। अब हामी यहाँबाट अगाडि बढेर यो चाहिँ हाम्रो एउटा सानो पकेट स्पेस छ यहाँ, र यो चाहिँ हाम्रो कमन बाथरुम भयो। कमन बाथरुममा सबै फिटिङ्स एन्ड फिक्चर्सहरू मजाले प्रोभाइड गरिएको छ, टाइलिङ पनि मजाले गरिएको छ भने एउटा सानो विन्डोको पनि एक्सेस छ फर द्याट भेन्टिलेसन। अब यो पोर्सनबाट चाहिँ हाम्रो यो आर्चवेको थ्रुबाट सिधै हामी हाम्रो लिभिङ रुममा एन्टर गर्छौँ। सो दिस इज आवर ब्युटिफुल ओपन लिभिङ हल अफ दिस हाउस। अब लिभिङ रुममा यो पोर्सनमा चाहिँ इनबिल्ट क्याबिनेट्सहरू छ। यो चाहिँ हाम्रो टिभी क्याबिनेट भयो, वुडन इन्टेरियर गरिएको छ, प्रपरली ड्रयर्स एन्ड निसहरू प्रोभाइड गरिएको छ फर यो स्टोरेज। फ्लोरिङमा पनि एकदम मजाले पलिस पार्केटिङ गरिएको छ। सिलिङको इन्टेरियर एकदमै सटल छ, एलिगेन्ट छ, एकदम ब्युटिफुल सिलिङ लाइटको पनि एरेन्जमेन्ट छ। यो पोर्सनमा चाहिँ हाम्रो फुल लेन्थको स्लाइडिङ डोरवेको एक्सेस छ लिडिङ टुवर्ड्स यर बाल्कनी। सो बाल्कनीबाट प्रपरली लाइटिङ पनि एन्टर भइरहेको छ। यो पोर्सनमा पनि एकदमै मजाले वल इन्टेरियर गरिएको छ। इट्स भेरी क्लासिक। नाउ लिभिङ रुमबाट अब एडजस्टेन्ट टु द लिभिङ रुम यो चाहिँ हाम्रो थर्ड बेडरुम भयो। सो यो चाहिँ हाम्रो घरको तेस्रो बेडरुम हो। यहाँ चाहिँ फेरि पनि अघिको जस्तै सिमिलर इन्टेरियर छ, मजाले वुडन पार्केटिङ गरिएको छ। माथि सिलिङमा पनि वुडन इन्टेरियर गरिएको छ, लाइटिङमा कुनै कम्प्रोमाइज गरिएको छैन। यो पोर्सनमा फेरि गोल्डन टेक्सचरको 3D वलको इन्टेरियर गरिएको छ विच इज भेरी एलिगेन्ट एन्ड ब्युटिफुल। अब यो पोर्सनमा पनि ठुलो विन्डोको सेटअप छ, यहाँबाट लाइटिङ प्रपरली भइरहेको छ साउथ पोर्सनबाट। अब यहाँ ग्रिलहरूको पनि सेटअप गरिएको छ फर द्याट सेफ्टी टच। नाउ द्याट वाज अल अबाउट दिस रुम। अब हामी यहाँबाट बाहिर निस्केर सिधै हाम्रो माथि सेकेन्ड फ्लोरमा जान्छौँ। सो अगेन यही स्टेयरकेसको थ्रुबाट हामी हाम्रो सेकेन्ड फ्लोर लेभलमा एन्टर गरिसकेका छौँ। यु क्यान सी एकदमै ब्युटिफुल सिलिङ लाइट डेकोरेट गरेर राखिएको छ। अब यो पोर्सनमा चाहिँ हाम्रो एउटा कमन बाथरुम छ। कमन बाथरुममा फेरि पनि अगेन सबै टाइलिङहरू मजाले लगाइएको छ, फिटिङ्स फिक्चर्स प्रपरली प्रोभाइड गरिएको छ, बेसिन, कमोड अनि मिररको प्रपर एक्सेस छ। अब यो पोर्सनबाट चाहिँ हामी हाम्रो किचन एन्ड डाइनिङ स्पेसमा अगाडि बढ्छौँ। सो दिस इज आवर ओपन एरिया। यहाँ चाहिँ हाम्रो पछि डाइनिङ टेबलको सेटअप हजुरहरू गर्न सक्नुहुन्छ। सिलिङको इन्टेरियर एकदमै क्लासिक वुडन इन्टेरियर गरिएको छ, लाइटिङमा कुनै कम्प्रोमाइज गरिएको छैन। एकदम ब्युटिफुल ह्याङ्गिङ लाइटको पनि सेटअप छ, एकदम प्रपरली डेकोरेट गरेको छ। फ्लोरिङमा एकदम मजाले मार्बल टाइलिङ गरिएको छ, हाफ वुडन इन्टेरियर गरिएको छ।
यो पोर्सनमा पनि ठुलो ठुलो निशहरू स्पेसहरू प्रोभाइड गरिएको छ विथ लाइटिङ। अब तपाईहरु यहाँ पछि आफ्नो फोटो फ्रेमहरू पनि डेकोरेट गर्न सक्नुहुन्छ। अब यो पोर्सनबाट एउटा सानो डोरवेको एक्सेस छ लिडिङ टुवर्ड्स योर मिनी बाल्कनी। सो यहाँ एउटा बाल्कनीको पनि एक्सेस छ। नाउ मुभिङ अन, सो दिस इज आवर मोडुलर किचन। एकदमै चिटिक्क परेको किचन छ, सानो, अनि यो अप्पर एन्ड लोवर क्याबिनेट पनि एकदम मजाले एरेन्ज गरेर राखिएको छ। यो पोर्सनमा हाम्रो डबल बाउल सिङ्कको सेटअप छ भने यता पनि एउटा हाम्रो सानो बेसिन एरिया छ। यहाँ पनि प्रपरली एउटा बेसिन एन्ड ट्यापको फेसिलिटी प्रोभाइड गरिएको छ। यो पोर्सनमा चाहिँ हाम्रो मोडर्न चिम्नीको सेटअप छ, पछि तपाईहरु यहाँ ग्यास हबको सेटअप लगाउन सक्नुहुन्छ। सो एकदम एलिगेन्ट ब्युटिफुल इन्टेरियर छ। यो पोर्सनमा हाम्रो विन्डोको पनि सेटअप छ, त्यहाँबाट लाइटिङ पनि मजाले भइरहेछ। अब एयर सर्कुलेसन पनि मजाले हुन्छ किचनमा। सो द्याट वाज इट अबाउट आवर किचन स्पेस, डाइनिङ स्पेस। अब एकदमै क्लासिक लेआउट रहेको छ यो फुल इन्टेरियर यो घरको। अब यो सानो करिडोरको थ्रुबाट हामी हाम्रो फाइनल बेडरुममा एन्टर गर्छौँ। So this is our fourth and final bedroom of this house. Again एकदम ब्युटिफुल एलिगेन्ट इन्टेरियर छ। ब्लुइश पर्पल शेडको हाम्रो वल कलर छ। यो पोर्सनमा एकदम मजाले वल इन्टेरियर गरिएको छ, क्लासिक गोल्डन टच दिएको छ। अब यो पोर्सनमा चाहिँ अगेन फुल लेन्थको डोरवेको एक्सेस छ लिडिङ टुवर्ड्स योर बाल्कनी। फ्लोरिङको कन्टेक्स्टमा पलिश पार्केटिङ गरिएको छ। सिलिङको इन्टेरियर पनि एकदमै सटल छ, लाइटिङमा कुनै कम्प्रोमाइज गरिएको छैन भने यो पोर्सनमा हाम्रो एउटा एट्याच बाथरुम पनि छ। सो यो चाहिँ हाम्रो मास्टर बेडरुम भयो। यहाँ एट्याच बाथरुम छ, सबै फिटिङ्स एन्ड फिक्चर्स प्रपरली प्रोभाइड गरिएको छ, टाइलिङ मजाले गरिएको छ भने यो बाथरुममा चाहिँ एउटा बाथटबको पनि सेटअप छ। सो द्याट्स इट अबाउट दिस स्पेस। यति नै भयो हाम्रो बेडरुमहरूको बारेमा। अब हामी यहाँबाट हाम्रो अर्को स्पेसमा जान्छौँ। सो दिस इज आवर हाफ टेरेस। एकदमै मजाको स्पेसियस एरिया छ। फ्लोरिङको कन्टेक्स्टमा मार्बल टाइलिङ गरिएको छ, हाई बारको सेटअप छ। यहाँबाट एकदम पिसफुल भ्यू इन्जोय गर्न सक्नुहुन्छ तपाईहरु। अब यो स्टेयरकेसको थ्रुबाट हामी सिधै टप फ्लोरमा जाँदैछौँ। सो दिस इज आवर टप टेरेस एरिया अफ दिस ब्युटिफुल हाउस। अब माथि आउने बित्तिकै यहाँ दुईवटा डोरवेको एक्सेस छ। एउटामा चाहिँ हाम्रो सानो स्पेस एलोकेट गरेको छ फर पूजा कोठा। त्यसै गरी साइडको अर्को ढोका चाहिँ हाम्रो वासिङ मसिन एरिया छ। त्यहाँ चाहिँ प्रपरली एउटा युटिलिटी स्पेस र ट्यापको फेसिलिटी प्रोभाइड गरिएको छ। अब अगाडि बढ्दै जाँदा यहाँ हाम्रो डक्टको फेसिलिटी छ। त्यसै गरी यो पोर्सनमा पनि हाम्रो एउटा सानो युटिलिटी स्पेस प्रोभाइड गरेको छ। यु क्यान युज इट एज यर वासिङ एरिया एज वेल। अब यो पोर्सनमा चाहिँ एउटा सानो अब तपाईहरु पछि यहाँ टफन ग्लासहरू लगाएर एउटा सानो टेरेस आउटडोर सिटिङ एरिया जस्तो पनि जेनेरेट गर्न सक्नुहुन्छ। यहाँबाट यु क्यान इन्जोय द ब्युटिफुल 360 भ्यू अफ दिस एन्टायर भ्याली। सो एकदमै ब्युटिफुल भ्यू छ, पिसफुल रेसिडेन्स छ, एकदम प्राइम लोकेसन छ यो। सो म अगेन तपाईहरुलाई सर्ट डिस्क्रिप्सन दिइहाल्छु घरको बारेमा। हामी लोकेसन वाइज च्याउडा र ललितपुरमा छौँ। टोटलमा 4 आनाको घर छ। साइडको कुरा गर्दा साउथ फेसिङ गरेको छ, 13 फिटको बाटो छ, डुप्लेक्स घर हो। ग्राउन्ड फ्लोरमा 1 BHK को लेआउट रहेको छ फर यर रेन्टल स्पेस। त्यसै गरी माथि 4 BHK को लेआउट रहेको छ। एउटामा एट्याच बाथरुम छ, दुईवटा कमन बाथरुम छ। त्यसै गरी ब्युटिफुल किचन, डाइनिङ एन्ड लिभिङ रुम छ भने द्याट वाज अल अबाउट दिस हाउस। यदि तपाईहरुलाई यो घर मनपर्छ र तपाईहरु यसलाई साइट भिजिट गर्न चाहनुहुन्छ भने तुरुन्तै हाम्रो नेपाल रियल एस्टेट सल्युशन्सलाई सम्पर्क गरिहाल्नुहोस्। यदि तपाईहरुलाई हाम्रो भिडियो मन पर्यो भने यसलाई लाइक एन्ड शेयर गरिदिनु होला। हाम्रो युट्युब च्यानललाई गएर सब्स्क्राइब गरिदिनु होला। हामीलाई अन्य सोशल मिडिया पेजेसहरू जस्तै कि फेसबुक, टिकटक, इन्स्टाग्राममा गएर पनि प्लिज फलो गरिदिनुहोस्। यति भन्दै म हजुरको होस्ट रिजा श्रेष्ठ हजुरहरुबाट बिदा लिन चाहन्छु। धन्यवाद।